यो ब्ल्याक न्यूट्रल यो फेज अब यहाँनिर यो प्यानललाई फिट गर्न लागिरहेको छ हेर्न सक्नुहुन्छ बेस हेर्न सक्नुहुन्छ यहाँनिर यो ब्लक यहाँ यो चाहिँ सर्कुलर बक्स दुईवटा छ यहाँ दुईवटा पर्छ यो चाहिँ सर्कुलर बक्समा चाहिँ फिट गर्न लागिरहेको छ सक्नुहुन्छ यहाँनिर फिट भइसक्यो यो चाहिँ बेस चाहिँ अब लाइट फिट गर्न लागेको छ न्यूट्रल एज यहाँ त्यसपछि अब यहाँनिर हेर्न सक्नुहुन्छ अब यहाँ वायर स्टिक गर्ने त्यसपछि यो 6 वाटको लाइटहरू हेर्न सक्नुहुन्छ यो ब्ल्याक यो न्यूट्रल यहाँनिर यसरी कनेक्सन गर्ने कनेक्सन राम्रोसँग त्यसपछि हाम्रो यो चाहिँ इन्सुलेसन टेप हो हेर्न सक्नुहुन्छ टेप यहाँ टेपिङ गर्ने हेर्न सक्नुहुन्छ टेपिङ पनि राम्रोसँग गर्ने त्यसपछि यो येल्लो चाहिँ फेज हो यो ब्राउन पनि यो फेज हो फेज यहाँ कनेक्सन गर्ने राम्रोसँग टेपिङ गर्ने त्यसपछि अलिकता यो वायर चाहिँ अलिकता बढी राख्नु पर्छ किनभने यहाँ सर्कुलर बक्समा यहाँनिर राख्न मिल्छ पछि रिपेयरिङ गर्दा हो नि वायर आवश्यक पर्न सक्छ त्यस कारणले अब हामीले यहाँनिर यो बेसमा यहाँनिर लक गर्ने यो सानो स्क्रु हुन्छ स्क्रु चाहिँ यहाँनिर यो लकमा यहाँ लक हुन्छ यो चाहिँ 6 वाटको प्यानल लाइट फिटिङ हो सर्ट पिसमा हेर्न सक्नुहुन्छ प्यानल लाइट फिटिङ